नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ विधिपूर्वक सम्पन्न। छुट्टा छुट्टै दुर्घटनामा 4 जनाको मृत्यु, 4 जना घाइते। आज विश्व मधुमेह दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै। CNN द्वारा आफ्ना पत्रकार एकोस्टको परिचय पत्र व्हाइट हाउस प्रवेशका लागि रद्द गरेपछि ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर। र आईसीसी T20 महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित। अब समाचार विस्तारमा। मिथिलाञ्चल सहित देशव्यापी रूपमा मनाइएको 4 दिवसीय छठ पूजा कार्तिक शुक्ल सप्तमीको दिन उदाउँदो सूर्यलाई भोरका अर्घ दिई सम्पन्न भएको छ। अहिंसा र भेदभाव रहित समाजका लागि मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने देशकै महत्त्वपूर्ण पर्वको रूपमा परिचित छठ पूजाको कार्यक्रममा हिजो साँझको समयमा सूर्य देवतालाई प्रसादको रूपमा अर्घ अर्पण गरिएको। प्रसाद आज बिहान उदाएको सूर्यलाई व्रतालुले जलाशयमा स्नान पश्चात उभेर पूजा पाठ गरी भोरका अर्घ दिएर सम्पन्न भएको हो। सबैभन्दा लोकप्रिय एवं श्रद्धा र सामाजिक सद्भावको उत्कृष्ट पर्वको रूपमा रहेको छठ पर्वको लागि जनकपुरका विभिन्न पोखरी, तलाउ, कुवा तथा इनारहरूमा छठका सामग्री सहित व्रतालु भक्तजनहरूको घुइँचो लागेको थियो। छठ गर्ने व्रतालुहरू आज बिहानैदेखि जनकपुरका गङ्गासागर, धनुसागर, अगर्जा सागर, दशरथ तलाउ, रत्नसागर, रुक्मिणी लवकी पोखरी सहितका दर्जनौं पोखरीहरूमा पूजा सामग्री सूर्यलाई अर्पण गरी छठ घाटबाट घरतर्फ फर्किँदैछन्। मुख्य विधि अन्तर्गत पहिलो दिन चतुर्थीको विधिमा अरबा अरबाइन गरिन्छ, जसलाई नुहाइ खाए पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। यस पर्वमा सूर्यको उपासनालाई प्रकृतिको पूजासँगै भाग गरेका व्रतालुहरूका लागि सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ। अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रावण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहिआएको छ। छठ पूजाका लागि मेची नदीको पूजा स्थल घाटतर्फ जाँदै गरेकी एक बालिकाको आज ट्र्याक्टरले किचेर मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका 5 पोखरी टोल निवासी राखी यादवकी 6 वर्षीय छोरी राशि यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभएको छ। मेची नदीको किनारामा तयार गरिएको घाटमा पूजाका लागि मे 1 त 5232 नम्बरको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेर सोही ट्र्याक्टरले खिच्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मुरुङको बेलबारी नगरपालिका 4 पूर्व पश्चिम राजमार्गमा गए राति भारतीय लहरीको ट्र्याक्टरबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको HR 46C 7876 नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको 20P6702 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी बाहरा क्षेत्र नगरपालिका 4 का 19 वर्षीय आर्यन चौधरीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। दिपायल सिलगढी नगरपालिका 4 पिलपलामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्र बहादुर विष्टले दिनुभएको जानकारी अनुसार डोटीको दिपायल पिलपालमा रहेको शैलेश्वरी अस्पतालको C11978 नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा शैलेश्वरी अस्पतालका निर्देशक आइजङ कुवरका 8 वर्षीय छोरा ईशान कुवरको ज्यान गएको हो। मंगलबार साँझ एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएको ईशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा कैलालीमा ज्यान गएको हो। एम्बुलेन्स ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्देशक कुवरका छोराको ज्यान गएपछि अहिले दिपायल पिलपालमा रहेको शैलेश्वर अस्पताल बन्द गरिएको छ।
सानो भर्याङमा ट्याक्सी र कार ठोकिँदा एकजना वृद्धको ज्यान गएको छ। 4 जना घाइते भएका छन्। मंगलबार राति बा 2J314 नम्बरको ट्याक्सी र बा 10J591 नम्बरको कार ठोकिँदा ट्याक्सीमा सवार टोका 11 महादेवटार बस्ने गोर्खाको सिरसो गाउँपालिका 7 की 70 वर्षकी मोती सरा भुजेलको ज्यान गएको प्रहरीले जनाएको छ। ट्याक्सीमा सवार अरू 4 जना घाइते भएका छन्। उनीहरूको स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। अब समाचारमा केही बेर विश्रामपछि काठमाडौँ महानगरीय प्रहरीले विभिन्न रेस्टुरेन्टबाट 35 बालबालिकाको उद्धार। सीएनएनद्वारा आफ्ना पत्रकार 21को परिचय पत्र व्हाइट हाउस प्रवेशका लागि रद्द गरेपछि ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर। र आईसीसी T20 महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। आज विश्व मधुमेह दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। मधुमेह रोग लाग्नुको कारणबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यका साथ काठमाडौँ लगायत देशका मुख्य शहरहरूमा विश्व मधुमेह दिवसको अवसर पारेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। यसै अवसर पारेर ल्यान्ड्स क्लब इन्टरनेसनलले काठमाडौँको विभिन्न स्थानमा बुधबार बिहान प्रभात फेरी निकालेको छ। यस रोग लाग्न नदिन शारीरिक व्यायाममा विशेष जोड दिन आह्वान गर्दै ल्यान्ड्सले प्रभात फेरी कार्यक्रम आयोजना गरेको हो। यो रोग लाग्न नदिन सचेत रहन अपिल गर्दै प्रभात फेरी कार्यक्रम सञ्चालन गरिएको ल्यान्ड्स राकेश चक्रधरले जानकारी दिनुभयो। नोभेम्बर 14 चाहिँ वर्ल्ड वाइड डायबिटिज डे हो। अनि लाइन्सले चाहिँ यो चिज चाहिँ अलिकति सबलाई जनचेतना दिने हिसाबमा हामीले चाहिँ यो एउटा प्रभात फेरी र हाम्रो सबभन्दा ठुलो इच्छा चाहिँ के भने हामीले किन यो भइरहेछ भन्ने कुरा हामीलाई थाहै छैन। त्यो खालि त्यो थाहा दिनलाई हाम्रो रहन सहन, हाम्रो जुन लगाइ खवाई भयो, हाम्रो सबै चिजहरू मिलिरहेको छैन। त्यो कारण हो। अरू देशमा चाहिँ तपाईँको डायबिटिज भयो भने सबभन्दा पहिला ओरिएन्टेसन क्लासमा राख्छन्, तर हाम्रो यहाँ चाहिँ पहिला औषधि दिन्छन्। खास किन हुन्छ भन्ने कुरा हामीलाई थाहा भयो भने यो हरेक चिजहरू अटोमेटिकली धेरै कम हुन्छ। हाम्रो चाहना चाहिँ हरेक घरको मान्छेले कमसेकम एकपटक यो ओरिएन्टेसन क्लासमा बस्यो भने मानौ कि तपाईँको निकै यो सङ्ख्यामा कमी आउने देखिन्छ। यो चिज यो हुन त गभर्मेन्टको तर्फबाट पनि भइरहेछ। अब हामीले चाहिँ खास नोभेम्बर 14 एक दिनलाई मात्र नमानिकन हामीले चाहिँ डायबिटिज विकै भनेर यो 14 to 19 सम्म नै गर्ने हाम्रो प्रयत्न हो। यो हरेक हाम्रो यहाँ मात्र होइन निकै ठाउँमा भइरहेछ। उता गोकर्णमा भइरहेछ, तपाईँको यता ग्रिन हिल सिटीतिर भइरहेछ, निकै भइरहेछ। सबभन्दा ठुलो जनचेतना दिने हाम्रो चाहना हो। भोलि तपाईँले रगत जाँच्नु भयो र तपाईँलाई डायबिटिज देख्यो भने कुनै अनौठो मान्नै पर्दैन। त्यो के भने हाम्रो कारणले भइरहेछ। हाम्रो जुन खानाहरूको एकदम मिलिरहेछ होइन, जुन हाम्रो नेपालमा उपयुक्त खानपान र शारीरिक व्यायामको अभावमा मधुमेह रोग बढ्ने गरेको विभिन्न अध्ययनले देखाएको छ। चिकित्सकहरूले मधुमेह रोगबाट बच्न शारीरिक रूपमा तन्दुरुस्त रहन आग्रह गर्दै आएका छन्। उनीहरूले यो रोगबाट बच्नका लागि सन्तुलित भोजन र दैनिक 30 मिनेट शारीरिक व्यायाम गर्न सचेत गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति रामेश्वर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया बारिएको आरोप लगाउनु भएको छ। अध्यक्ष राणाले पार्टी एकता प्रक्रियालाई अघि बढाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो। काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको दाबी समेत गर्नुभयो। अध्यक्ष राणाले 3 पार्टी बीच एकता हुने भनेपछि पार्टीका नाम, झण्डा र चुनाव चिन्ह एउटै पार्टीको भने हुन नसक्ने अडान समेत राख्नुभयो। पार्टीका एकता प्रक्रिया रोकिनुमा सिद्धान्तको विषय कारक तत्त्वको रूपमा नरहेको अध्यक्ष राणाको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक एकताको पक्षमा छ, अहिले पनि आज पनि सकारात्मक छ र त्यो चेष्टा अगाडि सार्न तम तयार छ। पछिल्लो बैठकको कुरा हो, कमल थापा र मेरो भेटघाट भएको बेलाको कुरा हो। त्यस बेला सिद्धान्तको कुनै छलफल भएको होइन। किन गर्ने
अध्यक्ष राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीसँग एकपटक गम्भीर छलफल गरेपछि पार्टी एकता गरौं भने प्रस्ताव थापाले नमानेको आरोप पनि लगाउनुभयो। आफू पार्टी एकताको पक्षमा रहेको र लागि पर्ने पनि अध्यक्ष राणाको प्रतिबद्धता छ। अध्यक्ष राणाले 3 पार्टी बीच गणतन्त्र मान्ने कि नमान्ने भन्ने विषयमा फर्मुला तय भएको उल्लेख गर्दै तत्काल त्यसलाई सार्वजनिक भने नगर्ने पनि बताउनुभयो। निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको गम्भीर ध्यानकर्षण गराएको छ। निर्वाचन आयोगका प्रवक्ता दीपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेश सभाका विभिन्न पदहरूले निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारसँग पुनः आग्रह गर्नु भएको हो। देशका 28 वटा स्थानीय तह तथा प्रदेश सभाका विभिन्न पदहरू रिक्त रहेका छन्। सोही पदमा निर्वाचन गराउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु परेको पनि प्रवक्ता सुवेदीले बताउनुभयो। सरकारले ऐन बनाएर निर्वाचनको मिति तोक्ने बित्तिकै निर्वाचन सम्पन्न गराउने तयारीमा निर्वाचन आयोग रहेको छ। प्रवक्ता सुवेदीले निर्वाचन गराउने दायित्व पूरा गर्न आफूहरू तयार रहे पनि सरकारले आवश्यक कानुनको समेत व्यवस्था गर्न नसकेको गुनासो समेत गर्नुभएको छ। व्यवस्था होस् भनेर यहाँबाट आयोगबाट त्यो निर्णय गरेर गृह मन्त्रालय, हाम्रो तालुक मन्त्रालय, हाम्रो सम्पर्क मन्त्रालय गृह हुन्छ, गृह मन्त्रालय मार्फत हामीले नेपाल सरकारलाई यो जानकारी गराइसकेका छौँ र हाम्रो काम त्यही नै हो कि हामीले यो गर्नुपर्छ भन्नेको हरेक कुरा हाम्रा कामहरूको गतिविधिहरूको बारेमा नेपाल सरकारसित परामर्श गर्दाखेरि गृह मन्त्रालय हाम्रो लिहाज मिनिस्ट्री हुन्छ र त्यो मन्त्रालयलाई हामीले यो जानकारी गराइसकेका। कुनै पनि दिन नेपाल सरकारबाट प्राप्त हुने बित्तिकै हामी निर्वाचन गर्न। निर्वाचन आयोगले निर्वाचन गराउने आफ्नो संवैधानिक दायित्व अन्तर्गत मतदाता नामावली सङ्कलन तथा अवधिक गर्ने कामलाई निरन्तरता दिँदै आएको छ। संवैधानिक दायित्व अनुसार सबै जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत मतदाता नामावली सङ्कलन अत्याधिक लगायतका काम भइरहेको पनि प्रवक्ता सुवेदीले बताउनुभयो। निर्वाचन ऐन अनुसार सरकारले मिति तोकेपछि मात्र आयोगले निर्वाचन तयारीको कामलाई अगाडि बढाउनु पर्ने हुन्छ। निर्वाचन आयोगले निर्वाचनलाई सहज बनाउन मिति तोक्ने अधिकार आयोगले नै दैनिक सरकारसँग पटक पटक आग्रह गर्दै आएको छ। संवैधानिक व्यवस्था अनुसार मृत्यु भएर तथा विभिन्न मुद्दामा परेर राजीनामा दिएका कारण देशका विभिन्न गाउँपालिका, नगरपालिका र प्रदेश सभाका रहेका रिक्त पदमा निर्वाचन गराउनु पर्ने हुन्छ। तर त्यसका लागि सरकारले कानुनी व्यवस्था समेत गर्न नसकेको निर्वाचन आयोगको गुनासो छ। प्रवक्ता सुवेदीले सरकारले आवश्यक कानुनको व्यवस्था गरेर मिति तोकिदिए रिक्त रहेका पदहरूको निर्वाचन गराउन आयोग तयार रहेको पनि स्पष्ट पार्नुभयो। नेपाल प्रहरीले पहिलो पटक महिला एआइजी पाएको छ। प्रहरी अस्पतालका कार्यरत डाक्टर दुर्गा थापा पहिलो महिला एआइजी बन्नुभएको हो। उहाँले मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआइजीको दर्जा चिन्ह लगाइदिनु भएको छ। आइतबार बसेको मन्त्री परिषदको बैठकले थापालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। यसअघि नेपाल प्रहरीमा डीआइजी सम्म मात्र महिला पुगेका थिए। काठमाडौँ महानगरीय प्रहरी वृत्त लाइन चौरले ठमेल क्षेत्रका विभिन्न रेस्टुरेन्ट तथा डान्स बारबाट 35 बालबालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा 1 हप्तासम्म चलाएको बालबालिकाको उद्धार विशेष कार्यक्रम अन्तर्गत उनीहरूले उद्धार गरिएको हो। वृत्तका प्रमुख एवं प्रहरी नायक उपनिरीक्षक गौतम कुमार केसीले विभिन्न डान्स बारका काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिनुभएको छ। वृत्तले बालबालिकालाई डान्स बारमा काम लगाउने युनिक डान्स बार र बेबु डान्स बारका 3 सञ्चालकलाई समेत पक्राउ गरेको छ। उनीहरूलाई बालबालिका ऐन 2075 अनुसार कारबाही गरिने केसीले बताउनु भएको छ। अब फेरि समाचारमा केही बेर विश्रामपछि सीएनएनद्वारा आफ्ना पत्रकार 21 को परिचय पत्र व्हाइट हाउस प्रवेशका लागि रद्द गरेपछि ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर र आईसीसी T20 महिला विश्वकप क्रिकेटको पाकिस्तानको पहिलो जित। विश्रामपछि समाचारमा स्वागत छ। अब पालो अन्तर्राष्ट्रिय समाचार। केबल न्यूज नेटवर्क सीएनएनले आफ्ना वरिष्ठ पत्रकार जिम एकोस्टाको परिचय पत्र व्हाइट हाउस प्रवेशका लागि रद्द गरेपछि ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको छ।
जिम एकोस्टा व्हाइट हाउसका लागि CNN का प्रमुख संवाददाता रहेका थिए। गएको हप्ता पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसपछि उनको प्रेस हाई पास फिर्ता लिएको थियो। CNN ले राष्ट्रपति कार्यालयले संवैधानिक अधिकारको उल्लङ्घन गरेको आरोप लगाएको छ। मंगलबार वाशिंटनको अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई प्रतिवादी बनाएको छ। राष्ट्रपति ट्रम्पसँग चीफ अफ स्टाफ जोन केली र व्हाइट हाउसकी प्रवक्ता सारा स्ट्याडर्स पनि रहेको छन्। अब खेल समाचार। अस्ट्रेलिया वेस्ट इन्डिजमा जारी T20 महिला विश्वकप क्रिकेट सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा न्युजिल्यान्डलाई 33 रनको पराजित गर्दै अस्ट्रेलिया एक खेल अघि नै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। 154 रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले 17.3 ओभरमा सबै विकेटको क्षतिमा 120 रन मात्र बनाउन सकेपछि अस्ट्रेलियाले सहज जित निकालेको हो। न्युजिल्यान्डका लागि सुजी बोटसले 48 र क्याटिस मार्टिनले 24 रन बनाएपछि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्। बलिङतर्फ अस्ट्रेलियाकी मेगन स्कुटले 3 विकेट लिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निट प्रति 20 ओभरमा 7 विकेटको क्षतिमा 153 रन बनाएको थियो। अस्ट्रेलियाका लागि एलिसा हेयलीले 53 रनको योगदान दिएकी थिइन्। अस्ट्रेलियाले लगातार 3 खेलमा 100% नतिजा निकाल्दै 6 अङ्क बनाएर एक खेल अघि नै सेमिफाइनलको यात्रा तय गरेको हो। समूह बीमा रहेको अस्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा भारतसँग 17 तारिकमा खेल्नेछ। आईसीसी T20 महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ। लगातार 2 खेलमा पराजित भएको पाकिस्तानले मंगलबार राति आएर लन्डनलाई 38 रनले पराजित गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा 6 विकेट गुमाएर 149 रन जोडेको थियो। पाकिस्तानका लागि जवारिया खानले नट आउट 74 रन बनाउँदा आइस जफारले 21 रन जोडेका थिए। आयरल्यान्डका लागि लुसी रिलीले 3 विकेट लिएकी थिइन्। 140 रनको लक्ष्य लिएर नै मैदान आएको आयरल्यान्डले 9 विकेटको गुमाउँदै 101 रन मात्र बनाउन सक्यो। इसोबोल जोएसीले 30 रन बनाउँदा कर्केल सिलिटनले 27 रन बनाइन्। अरू कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसक्दा आयरल्यान्ड पाकिस्तानसँग 38 रनले पराजित हुन पुगेको हो। पाकिस्तान सान मिर, इमान अनर, नर्स सन्धु र एलिया रिजाजले 2-2 विकेट लिएका थिए। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व विधिपूर्वक सम्पन्न। छुट्टा छुट्टै दुर्घटनामा 4 जनाको मृत्यु, 4 जना घाइते। आज विश्व मधुमेह दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै। CNN द्वारा आफ्ना पत्रकार एकोस्टाको परिचय पत्र व्हाइट हाउस प्रवेशका लागि रद्द गरेपछि ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर। र आईसीसी T20 महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।